गेट गेट चाहिँ ठेल्ने काम नगरौँ है। गेट गेट टेल्यो भने राम्रो हुँदैन। कार्यकर्ता भएपछि होइन यतिको हिम्मतवाला चाहिँ हुनुपर्छ है। उहाँको हिम्मतको कदर गरेर एकचोटि लास्टसम्म भिडियो चाहिँ हेरौँ है। केपी शर्मा ओलीलाई पक्राउ पूर्जीसहित पक्राउ गर्नका लागि प्रहरी गुन्डु स्थित उहाँको बसोबास गर्ने स्थानमा पुग्दा एकजना यहाँ कार्यकर्ता अथवा कोही आफन्त हुनुहुन्छ, उहाँको यो आफ्नो यो हिम्मतलाई चाहिँ यस्तो कदर गर्ने टाइपको काम गर्नुभएको छ। तर लास्टसम्म चाहिँ भिडियो हेरौँ है त। गोली खान तयार छौँ हामी। सिकाएको कसले हो? केही हुन्न, चलाउन हामीलाई के हो? हामीले पनि जानेछौँ यो देशमा हामीलाई माया छ। यसले के फरक पर्छ? खोइ किन हामी बिना त क्या छैन दिने। गेट गेट चाहिँ ठेल्ने काम नगरौँ है। गेट गेट टेल्यो भने राम्रो हुँदैन। गेट टेल्ने काम नगरौँ है। हान गोली हान न गोली हान गोली हान। देख्नुभयो गोली खान समेत रेडी छ के, गोली खान समेत रेडी छ। लेट्स गो भिडियो। ल के ए बल प्रयोग गर्ने हो। ओइ 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 कता कता दिदी कता कता ए बाला लोग कता कता के कता आयो आयो भन्दै दिदी त भागै छ भने झन् यत्रो भन्यो है। यो दिदी जस्तो हुनुपर्छ भने त कता भनेपछि बाला बचाउनको लागि दुई बहिनी हिँडेको। त्यसमध्ये चाहिँ दाई पहिल्यै टाप अनि बल्ल बहिनी चाहिँ दाईलाई भेटाउन हो। यस्तै हुन्छ कि यस्तै हुन्छ।